हाँसु या रुम म बाँच्छु या मरु म तिम्रै हुँ सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हुँ तिमीलाई भेटाइदिनु भो मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म हाँसु या रोम म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रो वास्ता गरिरहन्छु तिमी प्रतिका मेरा ती बाछाहरू तयारी छौ ल मनिश्वरी परियारले मनिष परियारलाई आफ्नै इच्छाले यी मनिष परियारसँग वैवाहिक जीवन जिउन चाहन्छु दुःखमा सुखमा विवाहितपनमा आरोग्यतामा काममा फुर्सदमा अनिकालमा सहकारमा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न सहायता गर्नको लागि विवाहितको रूपमा श्रीमानको रूपमा स्वीकार गर्दछु माफ गरिदेऊ मलाई म सिद्ध त छैन तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर तिमीलाई नै गर्छु असाध्यै माया विवाहको समय आयो र त्यो चाहिँ सुन्दर कुरा हो अनि त्यो भएको कारणले बाइबलले कुराहरू बताउँदछ हामीलाई अनि अर्को एउटा खण्ड म पढ्न चाहन्छु तैँले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन् हालेलुया तैँले गर्ने परमप्रभुले भन्नुहुन्छ तैँले गर्ने जुनसुकै कुराहरू चाहिँ उहाँलाई सुम्पिदे र परमप्रभुले सबै कुराहरू चाहिँ पुरा गर्नुहुन्छ अनि त्यस कारणले गर्दाखेरि चाहिँ परमेश्वर जसले हामीलाई बनाउनुभयो हामीलाई सृष्टि गर्नुभयो हामीलाई रच्नुभयो निर्माण गर्नुभयो हामीलाई मानिस बनाउनुभयो अनि यो योजना बनाउने काम चाहिँ सबै परमप्रभुको नै हो उहाँले भन्नुहुन्छ तैँले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र उहाँले नै त्यो कुरा सफल गर्नुहुन्छ परमेश्वरलाई हामी ताली बजा धन्यवाद दिन चाहौँ र यो सुन्दर समयको लागि र हाम्रा पाहुनाहरू निम्ताइएका पाहुनाहरू जतिजना हुनुहुन्छ र यहाँहरू अहिले विवाहको लागि
जान सक्नुहुनेछ। गाडीहरू तयारी भइराखेको छ अनि यहाँहरू राम्रोसँग जानुहोला। हामी यहाँलाई अनुरोध गर्न चाहन्छौँ र जति पनि जे पनि कुराहरू हुन्छ चर्चमा नै हुन्छ सबै कुराहरू र घरिघरि यसरी नै हामी फेरि पनि याद गरिदिनेछौँ। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ, प्रभुको हातमा राखौँ। अहिले वचनले भनेको जस्तै सबै कुरा परमप्रभुले नै सुम्पिदिए परमप्रभुले नै सबै कुराहरू पुरा गर्नुहुनेछ। आमेन। परमेश्वरले चाहिँ हामी सबैलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो अनि परमेश्वरले चाहिँ यहाँ वचनमा भनेको छ नर यानि कि पुरुषलाई मात्र सृष्टि गर्नु भएन तर पुरुष अनि महिला दुवैलाई सृष्टि गर्नुभयो। हामी वचनमा हेर्छौँ भने आदमको करण निकालिकन हब्बा बनाउनु भएको थियो अनि जब आदम र हब्बा एकै ठाउँ हुन्थे उनीहरू चाहिँ पूर्ण हुन्थे है, सुहाउँदो देखिन्थे है। अनि आज पनि त्यस्तै गरिकन जब साथी मनिष र अनि ईश्वरी दुवैजना एउटै हुन्छन् तब चाहिँ सुहाउँदो अनि पूर्ण देखिन्छ। आमेन। साँच्चै नै हामी परमेश्वरलाई यो कुराको लागि धन्यवाद दिनेछौँ किनभने परमेश्वरले बोल्नुभएको वचन आजको दिनमा पुरा हुँदैछ अनि आज दुईटा शरीर चाहिँ एउटै हुँदैछ के, त्यसको लागि चाहिँ हामी परमेश्वरलाई आज धन्यवाद दिनेछौँ। हामी यो समयमा तयारी हुनेछौँ अनि हामी प्रभुलाई धन्यवाद दिनेछौँ। असर नभएको कारणले सुहाउँदो जोडीको निम्ति चाहिँ हाम्रो ईश्वरी छोरी चाहिँ तपाईँले निम्ति बनाइदिएको यो प्रभुको वचनले भनेको छ। परमबाट बनाइएको भनेर चाहिँ बाइबलमा स्पष्ट रूपबाट हामीले देख्दछौँ। हाम्रो ईश्वरी छोरी तपाईँको निम्ति बनाइदिएको कारणले गर्दाखेरि आज तपाईँले पाउने हुनुहुन्छ। ईश्वरी परिवारलाई आजदेखि उसो दुःखमा सुखमा बिमारीपनमा आरोग्यतामा काममा फुर्सदमा अधिकारमा सहकारमा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्नलाई र सहायता गर्नलाई विवाहितको रूपमा अथवा श्रीमतीको रूपमा ईश्वरीलाई आजबाट श्रीमतीको रूपमा स्वीकार्छु। हामी दुवैलाई मृत्युले नछुटाएसम्म पवित्र जन अभिषेक जनको बिचमा यो सारा समुदायको बिचमा विश्वासको साथ पिता पुत्र पवित्र आत्माको नाममा
दुःखमा सुखमा विनोदमा आरोग्यतामा काममा फुर्सदमा अनिकालमा सहलालमा अभावमा परिमलमा सङ्कटमा सङ्कटमा प्रेम गर्न सहायता गर्नको लागि विवाहको रूपमा श्रीमानको रूपमा स्वीकार गर्दछु हामी दुवैलाई मृत्युले नछुटाएसम्म परमेश्वरको पवित्र अभिषेक उपस्थितिमा अभिषेकजनहरूको उपस्थितिमा यतिको समुदायको उपस्थितिमा पिता र पुत्र पवित्र आत्माको नाममा विश्वासको बाचा बाँड्दछु। ताली बजाएको असल गर्नु भएको छ। असल छोरा बनाउनुहोस् बिचबाट तपाईँको दिन अब आज असल एउटा प्रकाश पाएको छु। असल श्रीमान श्रीमती कस्तो हुनुपर्छ भन्ने कुरा त्यो कुरा तपाईँले सिकाउनु भएको छ। धन्यवाद। त्यो वचन खेर नजाओस्।
सबै कुरामा तपाईँलाई आशीष दिनुहोस्। विशेष माधवको परिवार, अन्यको परिवार, अभियोगी परिवारलाई तपाईँलाई आशीष दिनुहोस्। यो विवाहले राम्रो घनिष्ठ होस्, शारीरिक घनिष्ठ, आत्मिक घनिष्ठ, सबै कुरामा तपाईँलाई आशीष दिनुहोस्। अनि तपाईँले नानीपट्टिको बाबुआमाले, उहाँका समाजले तपाईँलाई विश्वास गर्न सकुन् आजको विवाह। अनि हाम्रो प्रभु जुन भोलि अझै कार्यक्रम छ, त्यो कार्यक्रम हामी सबैको भन्ने हामी विश्वास गर्छौँ। त्यो भोलि पनि एउटा अवसर गवाई होस्, त्यहाँ प्रभुताको महिमा होस्। येशू प्रभुको नाममा आमेन। जय मसीह, जय मसीह, जय मसीह। तपाईँहरू खिच्न आउनु भयो नि त्यहाँनिर